नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी गाउँको बिहेमा जाँदैछौँ, भाइको बिहेमा। अनि त्यसरी रमाइलो गर्दै बुढाहरूलाई यहाँ खेलाउँदै जाँदै ठाउँ ठाउँमा जन्ती जाँदै हो। रमाइलो भइरहेछ यहाँनिर सबैजना जन्ती गएर। ठ्याक्कै आज माघको महिनाको ठ्याक्कै 14 गते हामी जन्ती हिँडेको। दिदी हामी सबैजना थुप्रैजना जन्ती हिँड्दैछौँ, जाँदैछौँ। यो चाहिँ हाम्रो सिमेन्ट फ्याक्ट्री हो क्या, घर नजिकै पर्ने सिमेन्ट फ्याक्ट्री। वासिङ सिमेन्ट हो ताल्तीको, धादिङ जिल्लाको ताल्ती भन्ने ठाउँमा। हामी दिदीबहिनी भिडियो गर्दै हिँड्दै, मेरो छोरी, दिदीको छोरी जेसिका वासिङ सिमेन्टको भ्यू हेर्दै दुई स्थानमा। राम्रो छ सिमेन्ट फ्याक्ट्री, थुप्रो भइसक्यो, 9-10 वर्ष भइसक्यो। धेरै ठुलो छ यो विश्वको, यो नेपालको कम्पनीको हो। लगभग दुई स्थानमा पर्छ यो। राम्रो छ, घुम्नको लागि पनि राम्रै छ। ताल्तीमा आउनुहोस्, घुम्नुहोस्, फ्याक्ट्री हेर्नुहोस्। यहाँ हाम्रो बाजे हुनुहुन्छ होइन, यहाँ बाजेको कुरा सुन्नुहोस् न। तामाङ र बाहुनको बिचमा एउटा कुरा गरेछ। भोटेको छोराले र भोटेको छोरीले कहिले पढ्दैन। पढ्नु जाऊ न छोरी भन्दाखेरि त जान्थे म त। नामला कहाँ छ? छेत्री बाहुनहरूले मात्रै पढ्छ अरे क्या, अब मतले जातले पढ्दैन भन्छ क्या बाजेको कुरा। हामी दिदीबहिनी टिकटक बनाउँदै बाटोमा टिकटक बनाउँदै हिँड्दै। यो मेरो छोरी, यो ब्राउन कलरको लिने मेरो छोरी, ब्ल्याक कलरको लिने मेरो दिदीको छोरी जेसिका र साइबी हो। उनीहरू यस्तो गाउँठाउँको धेरै रमाइलो गर्छ कि, धेरै मनपर्छ बुढाहरूलाई, बच्चाहरूलाई। बाख्रा समाउने, कुखुरा समाउने, बिरालो समाउने एकदम मनपर्ने बच्चाहरूलाई। ल्याइदिनु, समाइदिन्छु, ल्याइदिनु, समाउँछु भन्छ क्या खालि। मैले क्वेसन सोधेँ कि के मनपर्छ, के कलर हो भनेर सोधेको क्या दुइटा नानीहरूलाई। अनि ब्राउन र ब्ल्याक भन्छ नानीहरूले। तपाईँहरू पनि घुम्न आउनुहोस् है हाम्रो ताल्ती गाउँमा। राम्रो छ यहाँको नेचुरल ब्युटी। टिकटक बनाएँ मैले, टिकटक बनाइरहेको छु मैले यहाँनिर, दिदीबहिनीको टिकटक। नाच भने त्यस्तै हो। अनि फोटोसोटो खिच्यौँ अलिअलि बिहेमा। मेरो यहाँ फुपू हुनुहुन्छ, उहाँको छोराको बिहे हो, बुहारी हो, साइली बुहारी। अनि मेरो छोरी, क्युटी छोरीहरू, आई लभ यु छोरीहरू, धेरै मिस गरेछु। अलिअलि फोटो छोरीहरूसँग, मेरो दिदी जमुना दिदीहरूसँग हो। यति भन्दै हजुरहरूलाई बिदा दिन चाहन्छु। यो मेरो फुपू, यो मेरो छोरीहरू, यो मेरो भाइ, यो मेरो बुबा, अनि यो म। बाई बाई।